रङ हाम्रो आजको धन्नुहरू चाहिँ रेडी निकालिरहेको छ हो। सो हेलो नमस्ते स्याउने सोगाइसहरू अहिले चाहिँ हामी अहिले कन्ट्रोल भन्ने जग्गा हामी गइरहेको छौँ। आज अलिकति समयको अलिकति फ्री भएर है। सो मेरो साथमा चाहिँ आशिष बुबु, आशिष र म चाहिँ एकछिन बाहिर निक्लिरहेको छ। वेलकम छ बुबु। के छ ब्लग उयोको नाम चाहिँ च्यानलको नाम चाहिँ इसाक खन्ली इसाक राई च्यानल युट्युब च्यानल तपाईँहरूलाई स्वागत छ। हामी चाहिँ अब एकछिन रङटनतर्फ गइरहेको छौँ हो। यसो स्विमिङ गर्न जाउँ भनेको इसाक बुबु मान्नु भएन, माथि डाँडा काँडाको हवाई खानेहरू भन्दैछ। अब हेरौँ यति हुनु पऱ्यो नि त होइन सोगाइहरू। त्यस्तो सोगाइ के भनेदेखिलाई अहिले चाहिँ म सिलगढीमा छु नि त। अन्त सिलगढीमा अलिकति ट्रिटमेन्ट चल्दैछ बाबाको। ट्रिटमेन्ट भन्दा पनि थेरेपी गर्दैछ पापाले। त्यही भएर आज अलिक फ्री टाइम पाएर अहिले बुबुसँग एकछिन माथितिर घुम्नु लाग्दैन भनेर यसो डे आउट गरौँ न भनेर निक्लिन आँटेको। सो सँगसँगै आज चाहिँ होली पनि रहेछ है। त्यो भएर सो तपाईँहरूलाई पनि ह्याप्पी होली। सो स्टे ट्युन सो गाइजहरू। सो अब हामी यहाँबाट निक्लिन लाग्यो। आज हामी भन्नुपर्दा सालबारीमा छु होइन, सालबारी छेउमा। त्यही भएर एकछिन हावा खानु निम्ति फ्रेस आउँछ किन्दैछु। जो बुबु के भएर पुरा बाइक मिस हुँदैछ हौ। तपाईँले गीत गरेर चाल पाइसक्नुभयो होला होइन, कति ठाउँ रहेछ भनेर। पहिला चाहिँ हाम्रो है दादाहरू पञ्चमा दिन बस्छ। अहिले चाहिँ हाम्रो दादु नै प्रोफेसन चेन्ज गर्नुपर्छ त, त्यो भएर अहिले साल पनि बस्छ। दाजुले गर्दाखेरि हामीलाई धेरै ओके ल ल म यहाँ अफ रोडबाट सुरु गर्दैछु, तिमी त्यहाँ पिचबाट अब होइन रोडबाट मेन। ल ल रेडी ल बुबु र मेरो चाहिँ अब रेस सुरु भयो यसो गाइजहरू होइन। एकछिन बस्छ यहाँ है। चरा दामी, यो जग्गा साँच्चै दामी छ क्या। ब्युटी यहाँ दामी छ है जग्गा बुबु है। मन परिदिन्छ क्या यहाँनिर मलाई। पहिला एकताल आउँछ त्यो ठ्याक्कै मलाई मन परिरहेको हुन्छ जग्गा। अन्त एकपल्ट होइन दुईपल्ट पाएँ जस्तो लाग्यो। तिनधारेको त्यो गएको नि त्यो बाटो म के हो बुबु झक्कास देखिरहेको छ त। अन्त आम्मा यति हुनु पऱ्यो क्या, आम्मा यति हुनु पऱ्यो। बुबु साउथकोलाई त जिताउँछ बुबुले, साउथकोलाई त जिताउँछ है। के गर्नु अब हो, यतिको ह्यान्डसम भएर आइदिएको। तर अब यो ह्यान्डसमको आज केही महत्त्वै छैन क्या, कोही त छैन रहेछ। अन्त एक्लो हुनुको पिडाले अब यस्तो बुबुको दामी बाइक छ, पछाडि बस्नै छैन हो। बाइक राम्रो छ नि पछाडि, भाग्यमै छैन भने जस्तै क्या। दयाङ जतिको भइसक्यो रियल लाइफमा पनि। अब दयाङ त रियल लाइफमा मात्रै हो होइन, अब यहाँ आफ्नो जिन्दगी चाहिँ रियल लाइफमै दयाङ भइसक्यो। दयाङ भइसक्यो है।
इसाक बुबुको भर्खर फेरि अब कुरा नरन बुबु हार्ट ब्रेक भएको छ है ब्रोकन हार्ट अन्त डाँडा काँडा मात्रै मन पराउँछ फेरि बुबुले चियाबारीहरू भयो बुबु हामी यस्तो स्विमिङ जानुपर्छ माथि सुकुना भनेको मानेन डाँडा काँडा यसो होइन मलाई चाहिँ स्विमिङ भन्दा के भन्नु त बुबु अब रुममा बसेर गर्दा क्या उयो भइसक्यो नि त पाक्यो नि त पाक्यो है अन्त अलिकति फ्रेस पनि चाहिरहेको टक्कै तर अनसडन भयो भने दामी भयो क्या गीत फेरि बुबु कुन चाहिँ अरे कुन चाहिँ मैंने भी प्यार किया है अरे बुबु गाना दिनभरि सुन्छ त्यो मात्रै हो यतिको चाहिँ हुन्छ नि त ज्यादा तुम किसी से प्यार नहीं करुना बुबु गाना फेरि हो यो उमेरमा यो खालको गाना सुन्छ बुबु रुयो क्या मेरो गाना ल्याएछु बिहान म अन्त एक दिन त कति हामीसँगै बसेको आज दिनभरिमा मोटामोटी 5-6 घन्टा भयो होला अन्त बुबुले मलाई त विरक्त बनाइसक्यो अन्त दाजु अब हल्का बुबुले दिँदैछ गफ फेरि हो हाम्रो बुबुको कमी छैन नि लुक्स कमी छैन बुबुको है दामी देख्दो छैन है बुबु 36 आम्बो दामी देख्यो नि बुबु 36 अलिक मान्छेमा जानु यहाँदेखि उकालो त अब त्यस्तो खास छैन नि बुबु गाउँ घरहरू भेट्न थाल्छ हो अनि र वरिपरि तपाईँहरूलाई हामी दृश्यहरू देखाउनेछौँ र इसाक बुबुले भन्दै थियो बाइक राम्रो छ तर बाइक मात्रै भएर नहुने रहेछ कथा अधुरो छ यो बाइकमा पनि अब होइन बुबु अधुरो छ के दामी हौ हाम्रो यस्तो हो नि त बुबु अब बुबुको खाली छैन भाग्यमा चाहिँ मात्रै पाउँछ नि त भाग्यमै छैन उयो भएको छैन नि त हो यस्तो हो एकदम यस्तो हो अब केटीहरूलाई पनि हामी जस्तो केटाहरू पाउनु साह्रो छ त्यो भएर पर्फेक्ट नभेटेको क्या यो सिटले चाहिँ होइन हँसी मजाक होइन तर पनि तर मजा आइदियो क्या तल्लोमाथि भइहाल्छ आज के भन्दा पनि एक प्रकारको क्या ल त हेलमेटहरू मिला इन्डोर्स इन्डोर्स न इन्डोर्स आज चाहिँ हामी अलिकति माथि आइरहेको छौँ हामी टक्क सट्टै बाइक चाहिँ यहाँ तल पार्क गरेर होइन 2 भाइ सट्टै यहाँ माथि आएको यहाँको भ्यू चाहिँ दामी छ क्या तपाईँहरूले देख्नु सक्नुहुन्छ क्या ठिक छ क्या दामी छ है बुबु है साथी क्या यति चाहिँ दिनु पऱ्यो नि त टी स्टेट ए रोटी खाजा यो जग्गालाई चाहिँ के भन्छ खासै चाहिँ सिपाहीधुरा सिपाहीधुरा भन्ने सुनेको कि तर यहाँ छ नि त तपाईँहरूले खोज्नु भएन दाउरा अन्त तपाईँहरूले खोजेर चाहिँ यता बोकाउँदा हुन्छ नि दाउरा पाउनु साह्रो छ नि त यता तपाईँहरू पनि कमनकै काममा अब हामी यहाँबाट फर्किनु लागेको यो जग्गालाई चाहिँ सिपाहीधुरा भन्दैछ रङपुङ चाहिँ त्यो जुन चाहिँ तलको रोड एरियालाई पनि रङपुङ भन्दो रहेछ नि त्यो चाहिँ सिपाहीधुरा भन्ने जग्गा रहेछ हामी आन्टीहरूसँग एकछिन बात गऱ्यौँ मजा लाग्यो
सो अहिले चाहिँ हामी फर्किँदै गरेको त्यहाँ टक्कै हल्का हामी यहाँनिर स्टलमा बसिरहेको छौँ हल्का फ्रेस टी खाँदै एकदम भर्खर झ्याल पनि खाइसक्यौँ हो ताको कस्तो रहेछ एकदम दामी साँच्ची भनेको एकदम टेस्टी फ्रेस चिया मिठी यतिको चाहिँ बनायो भने नि बवाल भइदिइहाल्छ क्या चलिदिइहाल्छ त्यो कुरा पनि यहाँ तपाईँहरूलाई यो डाँडा सट्टै उता सिलगढीको नगरहरू देखाइदिउँ भने तर आज अलिकति धुम्म लागेर त्यो देखेको छैन क्या बुबु है चिया खाइसु क्या हो खान्छ भने माग न अन्त दामी दामी ए दामी रहेछ नि त साइक्लिङ गर्ने जग्गा रहेछ नि त बुबु यहाँको साइकल लिएर त्यहाँ बस्दैन साइक्लिङ त त्यो त हामी त कति थियौँ त्यति बेला त 4-5 वर्ष भइसक्यो त्यो हामी साइक्लिङ गएको ठाउँ त यस्तो चाहिँ गर्नु मन लाग्यो क्या जग्गा मलाई चाहिँ यस्तै जग्गामा साइक्लिङ पनि त्यो अब रोडमा त पहिला हामीले ट्राई गऱ्यो होइन मजा आएको थियो याद गरिरहेको थियो हाम्रो दाले हाम्रो नुडल्स रेडी गरिदिइसकेको छ ओके यहाँ राखेर चाहिँ स्याटी क्याम बजाइदिने हो गाडीमा रोकिरहेको छु होइन तातो छ है दामी कस्तो छ है अब दुई भाइको यस रमाइलो नै हुँदैछ आज है बोल्न यस्तो चाहिरहेको थियो होला अब नेक्स्ट कहिले हान्ने हुन्छ कि झोलमङ खानु आउनुपर्छ झोलमङको त्यहाँ छेउमा पर्दैछ त मैले हिजो खाएँ नि आयो दामी राम्रै थियो झोलमङ साह्रै मिठो राम्रो लाग्छ झोलमङ अन्त भोलि त बुबुको अन्त मोमो पार्टी छ अरे होइन मोमो पार्टी बोलाउँदैछ भोलि बुबुको मोमो पार्टी छ फेरि हो भोलि चाहिँ फेरि दिनभरि घरमै हो हामी चाहिँ अहिले कहाँनिर कहाँ भन्छ जग्गा बुबु सुकुनामा छ होइन हामी फर्किँदै गरेको तर के भन्यो समस्या चाहिँ नि क्लच यस्तै साँच्चै कामै रहेछन् अब के भन्दाखेरि यहाँनिर जुन चाहिँ क्लचको तार छ च्याट्टै चुडेछ यहाँ यो अनि अब दोरी किनेर बुबुले तान्न आँटेको छ मलाई बाइकमा हो रेडी बुबु यो त मार्चुको त अपरै युनिक भयो त है कस्तो साथीभाइहरू अहिले है हामी रुम आइपुग्यो अनि बाइकमा यहाँ थन्का दिइरहेको छु है प्रब्लम तपाईँलाई थाहा पाइगयो है यसको क्लचको तारै चुड्यो है फर्स्ट लेभलको तार चुड्यो पाइहाल्छु यसलाई म भोलितिर अब यसलाई यसो मेन्टेन गरेर बनाइहाल्छु है सो तपाईँलाई कस्तो के लाग्यो है सो मन पऱ्यो भने प्लिज लाइक सेयर गरिदिनु होला सो थ्याङ्क यू फर वाचिङ स्टे ट्युन अरू दिनहरूमा पनि भिडियो बनाउने कोसिस गर्नेछु टेक केयर बाई बाई